लाउन नि म्याडम तपाईँले मलाई साथीहरू तपाईँहरूलाई स्वागत छ मेरो यो न्यू च्यानलमा कान्छी 99 मा। आजको न्यू एपिसोडको भुन्टी चाहिँ 315 भागमा चाहिँ यस्तो हुनेछ जुन चाहिँ तपाईँले चाहिँ सोच्नु नसक्ने कुरा हुनेछ। जति डराउनु चाहिँ 314 भागमा थियो साथीहरू, यो चाहिँ 315 भागमा चाहिँ त्योभन्दा डराउनु भाग हुनेछ। भुन्टी आखिर कता गयो नि त? भुन्टीले के माइत पनि नगएर आफ्नो मेडमको घरमा पनि नगएर कता गयो नि त? आखिर कता गइन्, के गर्दैछिन्, कस्तो अवस्थामा होलिन्? तपाईँहरूले कस्तो हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला र तपाईँहरूले कहाँ गएको जस्तो लाग्छ पनि कमेन्ट गर्नुहोला साथीहरू। म चाहिँ कमेन्टको चाहिँ रिप्लाई दिनेछु। यता भने भूपेन्द्रले चाहिँ भुन्टीलाई यस्तो धक्का दिन्छन् कि उनको मन चाहिँ भित्रदेखि टुटाइसकेका छन्। सायद त्यही भएर पनि भुन्टी फर्किने छैनन् होला जस्तो लाग्छ साथीहरू। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट मार्फत पुरा भनिदिनु होला। यता पनि भूपेन्द्र भने जेठीमायासँगै चाहिँ लागिसकेर उसकै चाहिँ गुनगान बुन्दैछ साथीहरू। उसकै बाउले चाहिँ उसको हात खुट्टा बाँधेर भाँचेको थियो, अस्पतालमा भर्ती भएको छ, त्यही पनि उसकै मायामा पागल भइसकेको छ फेरि पनि। यता पनि जेठीमाया पनि भुन्टीको बारेमा सोध्नलाई चाहिँ मास्टरकोमा आउँछिन् र मास्टरले सोध्छिन्, तिमी झुट नबोला त भुन्टे, तिमीसँग थियो एक रात बसेको थियो, तिमीहरूले सम्बन्ध राखेकै हो, तिमी पर महिलासँग लाग्दा तिमीलाई अलिकति लाज लागेन? छिछि थु भनेर उनलाई चाहिँ हेप्छिन् कराउँछिन्। उनी भन्छन् मलाई भुन्टीको बारेमा थाहा छैन, म भुन्टीलाई खोज्दै हिँड्दैछु, तपाईँ चाहिँ को भन्छ? म जो भए पनि तैँलाई चाहिँ मैले रङ्गयात भेटाएको छु भनेर चाहिँ जेठीमाया भन्छन्। तर साथीहरू यो जेठीमाया भने मलाई बिल्कुलै पनि मन परेको छैन। जेठीमायाको चाहिँ केही उपाय गर्नै पर्छ, ठेगाना लगाउने गरी ट्याक्क हानेर कच्चो पार्नुपर्छ। यता भने टोकले भने आफ्नो बहिनी भुन्टीलाई खोज्दा थाकिएर बसेका छन् र भन्दैछन् मेरो बहिनी यस्तो भई उस्तै भई, यता गई उता गई तपाईँको श्रीमतीको कारणले हेर्नु दाइ भनेर उनी चाहिँ भूपेन्द्रको दाइले चाहिँ भन्छन्। अनि चाहिँ भूपेन्द्र भन्छन् कि होइन मेरै कारणले होइन, यस्तो मेरो श्रीमतीको कारणले गए पनि के भुन्टीको दिमाग छैन भनेर चाहिँ उल्टै टोकेलाई चाहिँ भन्छन्। आखिर भुन्टी गइन् कता त? यता मेडमले पनि सपना मात्र देखेको रहेछन् त। उनले फोन गर्दा पनि भुन्टीको चाहिँ फोन कल पनि लागेन र उनी भुन्टी कता गइन् त आखिर? साथीहरू कि भुन्टीको मरिसक्यो हुन् कि के भएको हो? तपाईँहरूले चाहिँ कमेन्ट गरे मार्फत भन्नुहोला। मेडम भने अशान्तै चिन्तित छन्। अनि चाहिँ मेडम चाहिँ धेरै रोइरहेछन् भुन्टी भनेर। बिचारीलाई भुन्टीले पनि न मेडम ठाउँ छन् न कतै छन्, उनी गइन् कता त? भुन्टीको बाउले भने यता भुन्टीलाई चाहिँ त मेरो घरबाट निस्केर गइछ भनेर चाहिँ यहाँ चाहिँ झगडा गरेर चाहिँ भुन्टी पनि आखिरमा घरबाट निस्किने प्लान गर्दै चाहिँ उनी मर्नका लागि घरबाट बाहिर निस्किन् र हाम फालिन् पनि। तर उनी त्यो पनि सम्झेको रहेछन् आखिर भुन्टी गइन् त कता? भुन्टीको भाग्यमा यस्तै दुःख किन लेखेको होला साथीहरू? के भुन्टीले सधैँभरि दुःख पाउने हो त? खासमा साथीहरू भुन्टीलाई दुःख दिएको कारणले पनि उता भने भूमिका पनि रुइरहेकी छिन्, उनलाई पनि त्यसकै पाप लागेछ। म त भन्छु भूमिकाले फेरि त्योभन्दा ठुलो दुःख पाउन् भन्न चाहन्छु साथीहरू। तपाईँहरू के कस्तो हेर्न चाहनुहुन्छ कमेन्ट मार्फत चाहिँ भन्नुहोला। यता भने